यो युवक संसारको अन्तिम वास्तविक ड्र्यागन थियो, जससँग पूरा संसार नै विनाश गर्ने शक्ति थियो। तर आफ्नै विवाहको दिन उसले सबैभन्दा ठूलो धोका आफ्नै प्रेमिकाबाट पायो। उसको छातीमा तरवार घोपियो अनि एक लात हानेर 1000 वर्ष पुरानो कालो बरफ भित्र थुनिदिइयो। युवतीले भनिन्, तिमी शैतानी ड्र्यागन हौ। उसको उद्देश्य थियो ड्र्यागनका स्केल निकालेर एउटा शक्तिशाली कवच बनाउनु, जसले उसको वास्तविक प्रेमीलाई बचाउन सक्थ्यो। युवक स्तब्ध भयो, जसका लागि उसले सबै कुरा त्यागेको थियो। आज उसैले उसलाई मृत्युको मुखमा पुर्याइन्। रिसले भरिएको युवकले आफ्नो रेड फ्लेम ड्र्यागन टुथ बोलायो। एक भयानक विस्फोट भयो र ऊ कालो बरफबाट मुक्त भयो। उसले युवतीमाथि आक्रमण गर्यो, तर ऊ पहिले नै गम्भीर रूपमा घाइते भइसकेको थियो। त्यही बेला युवतीले लुकेर बरफको शक्तिले फेरि प्रहार गरिन् र युवक भुइँमा ढल्यो। उनले युवकसँग हार्ट कटेक्टिङ स्केल मागिन्, तर उसले दिन अस्वीकार गर्यो। रिसको आवेगमा युवकले आफ्नै छातीबाट त्यो स्केल उखेलेर धेरै टाढा फालिदियो। त्यसपछि उसले आफ्नो वास्तविक ड्र्यागन रूप धारण गर्यो, ताकि त्यो स्केल कसैले प्राप्त गर्न नसकोस्। तर त्यो स्केल बिना ऊ अत्यन्त कमजोर भइसकेको थियो। युवतीले उसको ड्र्यागन शरीरलाई टुक्रा टुक्रा पार्ने भयानक जादु प्रयोग गर्न थालिन्। साना साना आत्माहरू उसलाई बचाउन आए, तर उनीहरू पनि असहाय भए। अन्ततः युवतीले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिन् र युवकको पीडादायी चिच्चिहाटसँगै उसको विशाल ड्र्यागन शरीर हजारौं टुक्रामा चकनाचुर भयो। अन्तमा उसलाई सधैँका लागि सील गरेर बन्द गरियो।